यस 30 दिनको सन्देशमूलक भिडियो श्रृङ्खला भाग 9 र तपाईँको माझमा आज पनि मैले परमेश्वरको जीवित सन्देश लिएर आएको छु। आजको सन्देश छ परमेश्वरले कहिले छोड्नुहुन्न। मुख्य बाइबलको पद यहोशू 1:9 मा यस्तो लेखिएको छ, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जय मसीह। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, 30 दिनको सन्देशमूलक भिडियो श्रृङ्खलाको भाग 9 मा तपाईहरूलाई हार्दिक स्वागत छ। आज म तपाईहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। के तपाईले कहिले आफू एक्लो भएको महसुस गर्नु भएको छ? के यस्तो समय आएको छ जब सबैले साथ छोडे तर तपाईलाई परमेश्वरले पनि टाढा हुनुहुन्छ जस्तो लाग्यो? यदि यस्तो भएको छ भने आजको परमेश्वरको वचन तपाईको लागि हो। जीवनमा कहिलेकाहीँ हामी यस्ता परिस्थितिमा पुग्छौं जहाँ सबै ढोका बन्द भए जस्तो लाग्छ। परिवारले नबुझेको, साथीहरूले साथ छोडेको र भविष्य अनिश्चित भएको वा कठिनाइले चारैतिरबाट घेरेको अनुभव हुन सक्छ। यदि यही अवस्थामा परमेश्वरले यहोशूलाई भन्नुभयो, बलियो र साहसी हौ, म तिमीसँग छु। यहोशूका अगाडिको ठूलो जिम्मेवारी थियो। उनले मोसापछि सम्पूर्ण इजरायलीहरूलाई प्रतिज्ञाको देशमा लैजानु पर्ने थियो। मानव दृष्टिले त्यो काम धेरै कठिन थियो, तर परमेश्वरले उनलाई सफलताको रहस्य दिनुभयो, म तिमीसँग छु। यसको अर्को सुन्दर उदाहरण दानियल हुन्। दानियललाई सिंहको खोरमा फालियो। मानव दृष्टिले त्यहाँबाट बच्ने कुनै सम्भावना थिएन, तर दानियल एक्ला थिएन। परमेश्वरले आफ्नो स्वर्गदूत पठाएर सिंहको मुख बन्द गरिदिनु भयो। बिहान राजा आएर हेर्दा दानियल सुरक्षित थिए। हामीले पनि जीवनमा सिंहको खोर जस्ता परिस्थितिहरू सामना गर्न सक्छौं। त्यो रोग हुन सक्छ, आर्थिक संकट हुन सक्छ, परिवारको समस्या हुन सक्छ वा सेवकाईको चुनौती हुन सक्छ। तर यदि याद राख्नुहोस्, परिस्थिति ठूलो हुन सक्छ तर परमेश्वर अझ ठूलो हुनुहुन्छ। कहिलेकाहीँ परमेश्वरले तुरुन्तै समस्या हटाउनुहुन्न, तर उहाँ समस्याको बीचमा हाम्रो साथमा रहनुहुन्छ। उहाँको उपस्थितिले नै हामीलाई बल, शक्ति र साहस दिन्छ। यसैले न डर होइन, विश्वास रोजौं, किनकि हामी एक्लो छैनौं। आजको चुनौती, आज जुनसुकै परिस्थितिमा हुनुहुन्छ, विश्वासका साथ भन्नुहोस्, प्रभु म एक्लो छैन, किनकि तपाईँ मसँग हुनुहुन्छ। यो वचनलाई आज दिनभरि सम्झनुहोस् र परमेश्वरलाई भन्नुहोस्, हे स्वर्गीय पिता, कठिन परिस्थितिमा पनि तपाईँ मेरो साथमा हुनुहुन्छ भन्ने विश्वासलाई बलियो बनाइदिनुहोस्। डरको सट्टा साहस, चिन्ताको सट्टा शान्ति र निराशाको सट्टा आशा दिनुहोस्। जहाँ म छु त्यहाँ तपाईँको उपस्थितिको अनुभव गर्न पाऊँ। आमेन। जय मसीह।